नेपाल प्रिमियर लिगको पहिलो दिनको म्याचको टिकट सोल्ड आउट भइसकेको छन्। अब कसैलाई पनि टिकट पाउने व्यवस्था छैनन् पहिलो दिनको लागि। पारस खड्काले स्वयं यो कुरा भन्नुभएको छन् कि अब टिकट खाली छैनन्। जतिवटा सिट छन् त्यो सिट सबै प्याक भइसकेको छन्। कृपया ग्राउन्ड बाहिर आएर हुहल्ला गरिन हुनु परेनन् र साथै घाँस ब्रिजमा चढ्ने जुन प्रस्তুति थियो त्यो पनि प्रस्তুति नगर्नुहोस्। साथै यो देशमा अहिले ठुलो आन्दोलन जुन भइरहेको छन् त्यो पनि आन्दोलन नगर्नुहोस् र कुनै पनि पार्टी र कुनै पनि दल र कुनै पनि राजनीतिक दलले पनि हुहल्ला गर्नेछन् भने काठमाडौँ बाहिर गर्नुहोस्। किनभने एउटा विश्व स्तरमा नै हाम्रो लिग चल्नेछन्, नेपाल प्रिमियर लिग, जुन कि हाम्रो राष्ट्रको लागि धेरै खुसीको लिग हो। त्यो लिगमा कुनै पनि बाधा आर्चना आयो भने देशको नै स्वयं इज्जत जान्छन्, जुन कि एउटा धेरै ठुलो कुरा हो। 23 दिन चल्ने यो नेपाल प्रिमियर लिग नेपालको राष्ट्र र नेपालको गौरवको लागि हुन्। देश विदेशमा रहेका सबै नेपाली दाजुभाइहरूले यो लिग हेर्नेछन् र साथै हाम्रो कर्तव्य र हाम्रो राष्ट्रको एउटा ठुलो खेल भइरहेको छन् राष्ट्रिय स्तर, त त्यसमा पनि नेपाली जनताले राम्रोसँग हेर्नु पर्यो र ग्राउन्डमा कुनै पनि प्रकारको हुहल्ला नहोस् र शान्तिपूर्वक खेल आयोजना यो प्रतियोगिता राम्रोसँग सफल होस् भन्ने हामी सबै नेपाली जनताहरू नै चाहन्छौँ। तर यो कुनै पनि तरिकाले जुन पहिला जस्तो प्रस्तुति नल्याओस् र राम्रो तरिकाले हेर्नुहोस् भन्ने हाम्रो सबैको कामना रहेको छन्। प्रतियोगिता एकदमै राम्रो छन् र विश्व सामु नै यो प्रतियोगिताको नाम चलिरहेको छन्। साथै देश विदेशबाट पनि खेलाडीहरू आइरहेको छन् खेल्ने। न्युजिल्यान्ड, अस्ट्रेलिया, अमेरिका, पाकिस्तान, इन्डियाबाट ठुलो ठुलो खेलाडीहरू आइरहेको छन्। तर हाम्रै नेपाली जनताहरूले जब क्रिकेट बाहिर हालाहु गर्छन् भने हाम्रो राष्ट्रको कुनै पनि इज्जत रहँदैनन्। त्यही भएर तपाईँ राम्रैसँग त्यो कुनै प्रकारको झै झगडा र द्वन्द्व गर्ने व्यवस्था नगर्नुहोस् र राम्ररी बस्नुहोस् र कुनै पनि पार्टीले वा कुनै पनि राजनीतिक दलहरूले कुनै पनि प्रकारको हुहल्ला नगरोस् र राम्रोसँग बस्नुहोस् र राम्रोसँग रहनुहोस् हाम्रो देशको लागि। 23 दिन तपाईहरू चुप लागेर बस्नुहोस् र हामी आफ्नो राष्ट्रको लागि एउटा ठुलो रूपमा आयोजन भइरहेको नेपाल प्रिमियर लिगलाई सफल बनाऊँ, हामी सबैको यही कामना रहेको छन्। साथै यति ठुलो लिग भइरहेको छन् भने हामीलाई पनि माया र प्रेम देखाउनु पर्छन्। तपाईँ पनि टिभी र नेपाल क्रिकेट ग्राउन्ड र नेपाली क्रिकेटरहरूलाई समर्थन दिनुहोस् र तपाईँ जहाँबाट पनि हेर्न सक्नुहुनेछन्। टिभीमा स्टार स्पोर्टमा नै ठुलो ठुलो क्यामेराहरू आज आएर टियु ग्राउन्डमा लागिरहेको छन्। कुनै पनि मोबाइल वा टिभीमा हेर्ने छन्, धेरै राम्रो र एकदमै राम्रो र विश्वासिलो खेल हुनेछन्। साथै काठमाडौँमा रहेका जनताहरूलाई पनि यो कुरा बुझ्नुपर्छन् र कुनै पनि प्रकारको हुहल्ला नहोस् र धेरै राम्रो खेल होस्। पहिलो खेल जनकपुर बुल्स र काठमाडौँ गोर्खासमा रहेको छन्, जुन कि धेरै राम्रो हुनेछन्। त्यो पनि एकदमै राम्रो र दुवै टिम राम्रो रहेको छन्। पहिलो वर्ष च्याम्पियन बनेको, तर त्यसको प्रतिस्पर्धा भइरहेको छन् काठमाडौँ गोर्खासँग, जुन कि जनकपुर बुल्सको प्लेयर्स एक्जामिनेसन चाहिँ यसपालि उपलब्ध भएको छैनन् जनकपुर बुल्समा, तर उनले अर्को टिममा जानुभएको छन्। त्यही भएर जनकपुर बुल्स पनि त्यति स्ट्रङ छैनन्। तर काठमाडौँ गोर्खासहरू धेरै राम्रो खेलाडीहरू रहेको छन्। सबै टिम राम्रो रहेको छन्, तर धेरै राम्रो म्याच हुनेछन्। सबैजना हेर्नुहोस् र बताउनुहोस् कस्तो यो प्रतियोगिता हुनेछन्। राम्रो खेल र धेरै राम्रा सहयोगहरू पाउनेछन् यस क्रिकेट बावजुद। जब हाम्रो खेलाडीहरू नै वर्ल्ड कपतर्फ खेल्छन् भने राम्रो सहयोग पाउने गर्छन्, जुन कि एकदमै धेरै राम्रो रहेको छन्। नेपाली जनताले चाहेको परिवर्तन त भइरहेको छन्। अबको केही दिनमा नै चुनाव हुन बाँकी छन्, जुन कि चुनाव हुन्छन् त्यो पक्कै हो। चुनावमा नै राम्रो व्यक्तिलाई, उम्मेदवारलाई चुन्नुपर्छन् र नयाँ व्यक्तिलाई ल्याउनु पर्छन्। त्यही पुरानो पार्टी आयो भने नेपाली जनतामा केही पनि परिवर्तन आउँदैनन्। 78 जना शहीदहरूलाई हामी आफ्नो जानलाई जोगाएर र नेपाली जनताको मन पनि धेरै राम्रो र कोमल रहेको छन्। फेरि त्यो शहीदहरूको कुनै अर्थ हुँदैनन् जबकि पुरानै पार्टीहरू आइहाल्छन् चुनाव जितेर। राम्रो व्यक्ति र नयाँ व्यक्तिलाई चुन्नुहोस् र रोज्नुहोस्, जुन कि नेपालको लागि धेरै राम्रो हुनेछन्। आजको लागि यति नै। जय नेपाल।